ल भिडियोहरू हेर्नुहोस् राम्रोसँगले मन्दिरको भिडियो। देवीको शक्तिशाली देवी महाकाली देवी तपस्या भएको देवी यहीँ हुनुहुन्छ। ल मन्दिर हेर्नुहोस्। मन्दिरमा चाहिँ काली महाकाली देवी माईको चाहिँ मन्दिर छ, मूर्ति छ यहाँ एकदम शक्तिशाली देवी छ। 100 फिटभन्दा अल्पो सिमलको गाछी छ, त्यसको जरामा महाकाली देवी पञ्चावती माईको चाहिँ मन्दिर के अरे छ, थान छ। पर्यटक क्षेत्र बनाइदिनुहोस्। यहाँ कसैले पनि केही गर्न सकेको छैन अहिलेसम्म। पर्यटक क्षेत्र बनाउन सकेको छैन। शक्तिशाली देवी छ यहाँ चाहिँ सबैजनाले मध्यनजर गरिदिनु होला भन्ने सानो उदयपुर जिल्ला गढी गाउँपालिका वडा नम्बर 3 तामडाँडा भन्ने ठाउँमा चाहिँ यो मन्दिर पर्छ। जिल्लाबाट पालिकाबाट मन्त्रालयबाट सबै ठाउँबाट आएर हेरिदिनु हुन अनुरोध गर्दछु। तपाईँहरूले यस ठाउँलाई चाहिँ पर्यटक क्षेत्र बनाइदिनु होला भन्दै यहाँ ठुला ठुला मन्दिरहरू छ यहाँ बनाइराखेको छ। मङ्गलिने पिताको प्रेमी उसमा चाहिँ है यसरी चाहिँ हुन्छ। सिमलको जरा छ धेरै अल्को। यहाँ सानो भए पनि जङ्गल ठुलो छ, डरलाग्दो जङ्गल छ। यहाँ सिमलको जरा छ, सिमलको जरा धेरै ठुलो सिमलको जरा छ, अल्गो न अल्गो छ। त्यसको जरामा पञ्चावतीको थान छ। जे चिताए त्यही पुग्छ, यहाँ चाहिँ जे मागे त्यही पुग्छ भन्ने बुढापाकाले भनेको थियो पहिलेदेखि। यहाँलाई रिस उठ्यो भने सबै कुरा नराम्रो कुराहरू केही दिसापिसा गर्नु हुँदैन। यहाँ पानीमा यस्तो पहाडको ठाउँमा पानी उभिरहेको छ। यहीँ तल पानी छ, एकदम शक्तिशाली देवी छ। यहाँ चाहिँ पर्यटक क्षेत्र बनाइदिनु भनेर हामी एकदम अनुरोध गरेका छौँ। अरू साथी कोही पनि नभए पनि म एउटा आएर चाहिँ यहाँ भिडियो गरिरहेको छु। धेरै अल्को 100 फिटभन्दा अल्को सिमलको गाछी छ। वरिपरि जङ्गलै घेरेको छ। जङ्गलमा सबै केही अरू छ। धेरै अल्को गाछीहरू छ यहाँ एकदम जङ्गल नजिकै छ। यसमा चाहिँ तपाईँहरूले मध्यनजर गरिदिनु होला। गढी गाउँपालिका उदयपुर गढी गाउँपालिका वडा नम्बर 3 तामडाँडा भन्ने ठाउँमा यही शक्तिशाली देवी पहिलाको बाजेले भन्थे यहाँ चाहिँ देवी रिसायो भने बस्दै अल्पाइदिने, चितुवाले चाहिँ बाख्रै खाइदिने, हरेक ताल गर्ने, दिउँसो मङ्गलबार दिउँसो जोत्न नआउने, आइतबार जोत्न खानु नआउने, यस्तो चलन अहिले पनि चलिरहेको छ। भक्तजनहरू कसैले थाहा पाएको छैन। यहाँ आएर चाहिँ जिल्लाबाट पालिकाबाट मन्त्रालयबाट आएर हेरिदिनु, मध्यनजर गरिदिनु हुन्छ भन्ने साधारण अनुरोध गर्दछु भन्दै पार्टी पौवामा हामीले बनाएको छौँ। र यहाँ रमाइलो ठाउँ छ। यहाँ कसैले मध्यनजर गर्न नसकेको हुनाले यहाँ केही विकास हुन सकेको छैन। हजुरहरूले बालन शाहले पनि हाम्रो यहाँ चाहिँ मध्यनजर गरिदिनु हुन्थ्यो भन्ने अनुरोध गर्दछु। महाकाली देवीको थानमा आउनुहोस्, हेर्नुहोस्, दर्शन गर्नुहोस्। यहाँ महाकाली देवीको मन्दिर छ। र सबै हेर्नुहोस् भन्दै अब चाहिँ म यही राख्नेछु। हस्त, धन्यवाद।